ल हेरमै बङ्गबन्धु बजार यो हाम्रो स्कुल अनि यता चाहिँ सर्रो बजार साथी पैँसठी घरको बजार हाम्रो अनि उता तमान खोला स्याउला खोला यो चाहिँ माथि स्याउलाको पहाड भयो यो चाहिँ बुङ्गाखानीबाट आउने खोला त्यो माथि देखिएको बोर्डिङ स्कुल अनि हामी चाहिँ मामा भान्जा ग्याङ है हामी टक्क आज चाहिँ टक्क के भन्छ यसलाई साउनको 1 गते साउने सङ्क्रान्ति मान्ने प्रोग्रामको साथमा हामी चाहिँ टक्क साउने सङ्क्रान्ति मान्ने चिजबिजहरू लिनको लागि हिँडिराखेको अवस्था छ है। अहिले अलि त्यसको सबै चिजहरूको नाम थाहा छैन तर त्यो चिज चाहिँ हामीले चिन्छौँ कि फेरि सरेतो भने त्यो सरेतो त्यो चिजहरू लिनको लागि हामी हिँडिरहेको अवस्था छ। अनि चाहिँ टक्क हामी चाहिँ के भन्छ अरे लिनु र यो पनि हो जस्तो लागिरहेछ। अनि बिपी है बिपी कोइराला बिके ल हिँड्यो है त हामी उकाली लाग्यो टक्क चिलपाडामा। अनि हामीसँग यस्तो हतियार पनि छ यसो जङ्गलतिर जाँदाखेरि कहीँ कतै शिकार भइ पो हाल्छ कि भनेर पारा देखाइदिएन नि लोकल गाउँले पारामा है गाउँले पारा हो यो चाहिँ यस्तो पनि हो शिकारी बन्धु हो हाम्रो बन्धु सानो हजुरहरूले देख्न सक्नु भएन होला त्यहाँ आएको अङ्कलको ट्रेनिङ है। आइया लाइन यति तारा 1 अङ्गुल मात्र अरे सानो भिडियोमा त सानै देखिन्छ नि त सिस तानेको देखा न यता देखाएको छु ला ल यस ल माइन्ड फ्रेस गर्ने अनि त्यसपछि आज चाहिँ साउने सङ्क्रान्तिको भाग चाहिँ टक्क त्यहाँ रुखतिर यसो जङ्गलतिर भेटिन्छ त्यो चिजबिजहरू म अहिले तपाईँलाई देखाउँछु हो त्यो चिजको लागि हो खास हामी आएको अनि यसो खुट्टातान काम भनेर चरालखेटी चाहिँ गर्ने मऱ्यो भने खाने कि होइन नमरेपछि अब जाने घर जाने कुखुरा काट्ने अनि सङ्क्रान्ति भने कुखुरा खाने सिद्धि त्यो हो क्या आजको भाग है। सो कसरी काटिरहेको छ त घाँस त्यहाँ हेरौँ न विक्रम के छ र अहिले एकछिन जङ्गल डुल्ने होला नि त्यो होइन त्यो पाथी नकाट घाँस काट्न घाँस किन पाथी काट्छस् र हिँडेर काट्नु यहाँ जान्छ यहीँनिर काट ल मजाले काट ल कस्तो काट्दो रहेछस् त्यस्तो होइन उल्टे भयो यता ओहो यसको मुथा पुग्यो यार हेरे घाँस काटेको हेरौँ है त्यहाँ पुगो गाइस मेरो लागि तैँले यसरी घाँस काट्दै भने त कुरा त 8-10 दिनको बल्ल एकबारी काट्छस् त घाँस त युरोपले अब 1 बिलियनमा किन्छ क्या अब कस्तो रे युरोको मान्छेले अब 1 बिलियनमा किन्छ कि आज 1 बिलियन भन्ने कति हो थाहा छ 1 बिलियन यस्तो गर्ने हैन यसरी आँसिहाल्ने पहिले माटोसँगै उखालिन्छ के हो हात पर्छ कि यस्तो समार्नको लागि गिरी हुनुपर्छ भाइ गिरी गेमाको गिरीमा वनसखा पार्न लाग्यो अब पहिला पुग्न पऱ्यो र त्यहाँसम्म समार्नको लागि हातै पुग्दैन कि गिरी पाल्छ त्यस्तो मान्छे ल यहाँको साप भइसक्यो ल अब ल साप बस्ने ठाउँ भयो नेक्स्ट त थाहा ल नेक्स्ट मलाई त्यस्तो पर्फेक्टली चाहिँ आउँदैन है फेरि घाँस है काट्छु भन्ने चाहिँ बनाउँछु क्या मैले हाम्रोमा फर्स्ट सिनियर तर बेलासँग चाहिँ सेकेन्डमा हुनुहुन्छ है ल खुट्टा काट्दै हुनुहुन्छ ल हेर्नुहोस् हामीले तिती काट्दा
उहाँले भराइसक्नु भयो एक बार देखेको फ्रान्सको फ्यान होस् त म त उसको पोर्चुगलको पोर्चुगलको होस् होइन होला ब्राजिलको फ्रान्सको जर्सी लाग्छ त फेरि ब्राजिल कोसँग हाल्यो यो पालिको वर्ल्ड कपमा ब्राजिल यो पालिको वर्ल्ड कपमा कोसँग हाल्यो भन्दै जा कोसँग त भन्न त भन्नु कि त अलि स्पेन नमान लाग्छ गर्छ अन्त स्पेन के खराब भएछ नि त कहाँ राम्रो त ब्राजिलको फ्यान हैनस् अनि ब्राजिलको फ्यान भएर नि किन होला फेरि अहिलेसम्म ब्राजिललाई आउट गर्ने कुन कन्ट्री हो भने थाहा नपाउने ल भन् त हार्ने टिम त मलाई मन परेन त्यो अझै हारेको मन पर्दैन अरे अन्त जाला पोर्चुगलमा फेरि ल फ्रान्सको दुईटा प्लेयरको नाम भन् त फ्रान्सको एम्बाप्पे अन्त अरू थाहा छैन होला एउटा भन् न भन् थाहा म चाहिँ फ्रान्सको फ्यान होइन है तँ कसको फ्यान होस् त भन् न त पोर्चुगलको भने होइन ब्राजिलको पोर्चुगल मलाई झन् मनै पर्यो कुन मनपर्छ त भन् न त नेमार ब्राजिलै हो ल दुईटा प्लेयरको नाम भन् त नेमार अँ। अनि पेले अहिले खेल्ने भन् न अहिले खेल्ने अहिले खेल्नेको नेमार हो नि एउटा अहिलेको वर्ल्ड कप खेलेको नेमार हो म फेरि खासै त्यो साथीहरूको नाम कस्तो नेमारको त यार खुट्टा भाँच्यो त्यही यार घाइते भएको त। कहिले खेलमा यसपालि भयो त्यसको त बढी 3-4 हो कति बज्यो रे थाहा भएन 5 बज्यो भन्दै ओ 5 बज्यो 5 बज्यो दुईटै खतरा आइदिएछ नि त यार फ्यान त यार दुईटा प्लेयरको थाहा नि नपाउने यार तपाईलाई ल अर्कोचोटि चाहिँ थाहा पाउनुपर्छ है तिमीहरूले मैले के भन्ने त्यसको फ्यान हुनुहुन्छ म त अर्जेन्टिनाको फ्यान नि केटा हो अर्जेन्टिनाको मेस्सीको फ्यान हो नि मेस्सीको फ्यान भन्न त ल चारवटाको चारवटा प्लेयरको नाम भन्नु मैले त 4 त किन 10 तै भन्छु बरु भन्नुहोस् न म्याराडोना मेस्सी मेस्सी अनि एन्जो अनि दिबु अनि पारादेश भयो 4 त भयो त 4 त भन्दा कति त भन्दैन चिनिस् तिनीहरूलाई चिने जस्तो गर्छ यसको त आफन्त होइन रे त्यही भएर चिन्दैन रे यार यो त खतरा छ यो मान्छे कहाँ होला ल विक्रमको गोठा आइपुग्यो है के छन् त हेरिदिउँ न बिकेको गोठमा या हेलो हेलो भन् हाई भन्दैन हेलो हाई भन्ने यार के हो र यार यस्तो ओइ भन् त अँ अँ ट्राई फेरि अहिले मान्छे देखे भएकोमा आलाल यही दिँदा मान्छे न त उही गरान्छ करानी गर्दैन सेती उता चाहिँ गाई भैँसी बोकेर यी बोकाहरू है यहाँ बोका अर्को बोका कहाँ गएको उहाँ ल भेना आज हामीलाई के चाहिन्छ भन्नुहोस् त सर र आज तपाईँको अब भलाए चाहियो अनि पुरानीको पात तिमर अनि सरेतो कुरिला कतारे त्यसमा चाहिँ ब्यालो पाँचवटा चाहिँ दलसिङ ढुङ्गा अनि त्यसमा अब खानापिना चराइपराई चाहियो होइन चाहियो कतारे र प्यालो भन्नुभयो कि के भन्नुभयो कतारे कतारे भन्ने कस्तो हुन्छ कतारे भन्ने उता मगै जस्तो बतारै हुन्छ कि कतारे त्यो चाहिँ अनिवार्य रूपमा राखेमा चढाउनु पर्छ चिन्छस् विक्रमले कताको मगै जस्तो कतारे त्यो त सरेतो भयो कुरा बुझिस् त्यो अङ्कल युट्युबमा जान्छ यहाँ सुन्नुहोस् सरेतो भयो अँ
पुरानी भन्नाले पुरानी त्यो भरामा हुन्छ कि ठुल्ठुलो पात पात। अमिलेको जस्तो बसिरे भन्नुहोस् न तपाईँ हाइटमा जानुभयो त्यो दुईटा भयो होइन आवेशमा नआइहाल्नुहोस् भलाइले तिनवटा भयो होइन यो कुरिलाले चारवटा भयो अनि तिम्मले पाँचवटा भयो पाँचवटा अनि सात थपरे 9 थरी गराउनुपर्छ त्यसमा जति धेरै बनायो उति राम्रो नौवटा चिजको चाहिँ त्यो चाहिँ च्याप्टा 3 भाग गरेर 3 ठाउँमै चाहिँ अब तीनटा राको अनि 4 दिशा फाल्न पर्यो फेरि चारवटा पूर्व पश्चिम उत्तर दक्षिण होइन पूर्व पश्चिम उत्तर दक्षिण 4 दिशा त्यस्तो हो के हालेपछि बल्ल साउने सङ्क्रान्तिको लुतो भाग्यो त्यहाँ अब त्यसपछि लुतो फाल्ने त्यहाँबाट खाइपी गर्ने ल विक्रमले अब गोठको अब भए गाई भैँसीलाई भेडा बाख्रालाई घाँस पानी गरेर सकेपछि हामी चाहिँ टक्क भन्दिङमा हिँड्ने है एकछिन टाइम पास खुट्टा तन्काउने बाटो हो त्यस्तो अब मारिन्छ चाहिँ भन्ने छैन कि फेरि मार्न पनि सकिन्छ कतारे भन्ने त काँरा अलग र यार कस्तो काँडा त्यो उल्टे काँरा के काँरा जस्तो मसिनो उछोडेको हरियो उस भएको कतारे मजा आउन सक्छ ल हिँड्यो है त अब झाडीभित्र याद छ यार हाम्रो ठाउँ है तपाईँ भन्नुहुन्थ्यो नि त जडीबुटी हो यो हो कि ए यो चाहिँ हो हेर्नु त यो त खतरा चिज हुन्छ यो के को जडीबुटी हो ल गाई यसो भनौँ है यो चाहिँ है यो त्यो लरा लरा गरे हुन्छ के को हो मैले नि कता केसको भनेर सुनेको थिएँ तर ठ्याक्कै यसकै हो भन्ने चाहिँ अलिक फिक्स थाहा भएन कि पुरानी पात एउटा मात्रै छ त यार किन अक्करै छ कि रेगडी पुग्ने त बजार है यस्तो छ क्या हाम्रो चाहिँ यतापट्टिबाट नि खोला उतापट्टिबाट नि खोला अनि यतापट्टि चाहिँ खोला जाने मन्दिर कोही माछालाई म गर्छु त कसो देखिरहेको छ आमामा ज्यान हल्ले क्या डराएर यार कहाँ नेउरो झार्छन् कि के हो आम्मो यार डर लागेर आउँछ त यार यस्तो गर्दाखेरि यसो देखाऊँ भनेको त यार के होला यस्तो फेरि काट यस्तो डेन्जर ठाउँमा आएर यार के हो यो भोर्ला चाहिँ हो भोर्ला नि कति सस्तो हो यार हेरौँ त ठुल्ठुलो पातहरू यस्तैमा हुन्छ त्यो पात होइन तर अलि सानो खालको अलि मसिनो मजाकको हुन्छ कि त्यो चाहिँ तर यहाँ छैन यस्तो पढाको थाप्लामा हो कि त्यो अघि गरेको यार यस्तो नि कहाँबाट हुन्छ यार त्यो पुरानीको पात बल्ल आएर यहाँ भेट्यो है त्यही पनि एउटालाई यो भेटाइन्न यार यस्तो यो हो कि अलि नजिकबाट देखाइदियो त कस्तो तिनवटा मात्रै होला यार नि यस्तो हुन्छ कि यसको पात ठ्याक्कै त्यो भोर्लाको पात जस्तै तर यो अलि फरक हुन्छ कि यो चाहिँ यसको प्रजाति यस्तो यो के यो हेर्नु त कति डिटेल्स छ यार ए त भइहाल्यो नि त्यसो भए यहाँ बाटो नि हेरौँ गाईजी हामी कस्तोमा आइरहेछौँ यस्तोमा ए यस्तो परामा हो पुरानीको पात 2 घरलाई पुग्यो यसले फेरि यो मैले यो ठाउँ कहाँ देखेँ थिएँ यार मैले सपना देखेँ थिएँ ठाउँ यार होइन हो कि म यहाँ आएको थिएन ओहो यार कसरी आइयो त यहाँ यार आज अचानक यार तर मलाई यो ठाउँमा हिँड्ने जस्तो उस भएको कि मैले सपना देखेको कि हिँडेको त्यसो नभन्ने यार सम्झिँदै सातो जान्छ यार एडभेन्चर भयो आज यार खतरा खाले एडभेन्चर भयो आज ल आइयो
कि हेड यहाँ त भयमै छ त यार लाने चाहिँ यार भयमै कहिले यस्ता माने भएको हेर्नु त अनि यस्तो ठाउँमा आइयो यार कैसे आया यार क्यों आया यार तुम लोग यार क्यों आया तुम लोग यार ऐसी जगह पे यार हेर्नु त गाइस धुला सर्प त छैन यो महेन्द्र भन्ने ठाउँै हो यार मलाई फेरि यस्तो दुलादिली देख्यो भने डर लाग्छ क्या यार के डराङ ठाउँमा आइयो यार यस्तो यार घिप्लीकै चाप्ला जस्तो छ ल्याम्मै आयो भने त के गर्ने भागेर सकिन्न रोएर कराएर भएन एकछिन बसनाएर पसिनै आयो बजार ठिकै दाम देखेछ आइयो ल अहिलेसम्मको खोज तलासपछि हामीले जम्मा गरेको चिजहरू है यहाँ यति छ यहाँ यति छ अनि त्यहाँ त्यति छ त्यो भयो अब भलायो भन्ने काट्न बाँकी छ अनि म चाहिँ टक्क देखाउँछु नि आइटमहरू के आयो भन्ने कुरा त खाने है यसलाई भन्छ यो पुरानीको पात भन्छ है है पुरानीको पात यो रहेछ सबभन्दा राम्रो उस सोल्टी कहाँ हो तिमी यार हेर्दा काँचो सुसाएर के गरेको पुरानीको पात एउटा यसलाई के भन्छ यो अब काटौँ लरा काट्ने र भुइँको छुट्याउन भयो हाँ भुइँको छुट्याउन ठ्याक्क भाग दिने के वहाँ गएर कति झ्याउ खाने नभए त्यो हाल गर्नु नि त दुईवटा भयो तसित आचो हाल दुईवटा दुई आइटम साइज रक गरे के भनेदेखि यो 3 आइटम नि 3 आइटम के रहेछ नाम बताएर हो कि बताएर 3 आइटम यो 4 त्यो 4 आइटम ठ्याक्कै पुग्यो क्या मामा यो पनि 4 आइटम नि त्यो 4मै गर्नु चारमै गर्नु हो त्यो हातमा उचालम ल मामा किन त्यो भाँच्चा लाग्यो फेरि मलाई भाँच्चिन किन लाग्यो 4 यो तिमुर 5 आइटम है यो 5 आइटम यो पुरानीको लहरा भन्ने त भनेर ए यसलाई त उटोमा भाग लान पा पुरानीको पात भन्ने सुरुमा गयो होइन यो चाहिँ पुरानी भन्ने है पुरानी उल्टे घाँडा पनि भन्छ क्या उल्टे घाँडा पनि भन्छ होला यसको चाहिँ कस्तो हुन्छ भन्दा रुख उठाएको कुन चाहिँ काँडा यता काँडा हुँदैन काँडा देखाइदियो त उल्टे घाँडा देखियो देखेँ लास विशाल हुन्छ नि त्यो यसले कोतार्यो भन्दाखेरि उखालिदिन्छ चेपिदिन्छ शरीर त कान्टा कुन्टी केही नराख्यो अब रह्यो बाँकी भलायो बोलायो खोइ छतरी भएन छ 6 भयो कि छ आइटम म भलायो भयो सिधो बोलायो भन् अनि मिज्जु है मिज्जु बोलायो बोलायो। नमस्ते गरेर टिपेको यहाँ प्राविधिक गडबडी हुनसक्छ भनेर आएन पाएन यो फेरि खतरा चिज हो सबैभन्दा भलायो हो यो चाहिँ यो चाहिँ पाउडर जस्तो हुन्छ उम्, त्यो उडेर अब छालाम टाँसियो भने अब शरीर खतम शरीर पुरै एलर्जी भएर बर्बाद हुन्छ त्यो भएर अनि हाम्रो चाहिँ बर्बादकारी उम्, नराम्रो असर पार्छ क्या यसले चाहिँ अब यसले चाहिँ नराम्रो असर गर्ने भएको भएर हाम्रोतिर चाहिँ फेरि मिट लगायो भने चाहिँ यसले चाहिँ मिटलाई असर गर्दैन भन्ने सिस्टम छ क्या त्यो हिसाबले नमस्ते गरेको उसले चाहिँ मिट नमस्ते गरेर अनि काट्यो होइन त्यति भएपछि हामीलाई पुग्यो कि अहिलेको साउने सङ्क्रान्ति मनाउनलाई त्यो यो चाहिँ एउटा रमाइलो चलन छ कि सिस्टम मिज्जु भन्यो भने फेरि केही नगर्ने रे के चलाउने त हो होइन तपाईँहरूको के कस्तो छ तपाईँहरूकोतिर त्यो पनि यसो कमेन्टतिर छापिदिउँ है त ल हामी चाहिँ सब चिज भन्दा नि त्यस्तो नधेरै त्यतिकै न 7 चिज कुराहरू अनि हामी चाहिँ हिँड्यौँ घरतिर यो त कम हजुर ए थ्याङ्क यू
कुली अनि के गरेको बरु वर्षमा दलसिङ ढुङ्गा नि चाहिन्छ दलसिङ ढुङ्गा चाहिन्छ नि केम राख्ने त्यो त्यहाँ राख्नु चिन्ता भयो नि ल यो गरौँ कति आइटम भयो 6 आइटम भयो आइटम भयो 5 आइटम गाजु 1 आइटम दलसिङ ढुङ्गा 1 आइटम त्यहाँबाट अब यसो खानपिन 1 आइटम भयो कि 9 आइटम ट्याक्क मिलाएर एउटा दुईटा तीन ठाउँमा राखेर बनाउनुपर्छ है परम्पराको चाहिँ जिजु बाजे बाउ बाजेले गरेको रीतिरिवाज यस्तो छ हाम्रो गाउँठाउँको पुरानो सिस्टम तपाईँहरूको के कस्तो छ भन्दै गर्नुहोस् हामीलाई सिकाउँदै गर्नुहोस् सिकौँ हामी पनि ल दलसिङ ढुङ्गा पनि आयो है दलसिङ ढुङ्गा पनि चाहिन्छ हामीलाई यहाँ डेलो यता अनि माइला बा काट्यौ कुखुरा माइला बा है गुलेली कस्तो छ कसो मेरो चरा नमार्ने गुलेली चरा हान्नै सकिन अन्त खोल बनाइदेऊ ल भेटाएको खोला पनि भेटिँदै चरा मार्न नसकेपछि व्यवस्था यस्तो हो यो चाहिँ हो भाले ल भालुवा पनि आयो है ल सबै आइटम 3 ठाउँमा बाँडियो है हामीले यस्तरी बालुवा दलसिङ ढुङ्गा सरेतो पुरानोको पात सबै चिज एकछिनमा फाल्न मजा आउँछ यहाँ बन्दोबस्त चलिरहेछ डेलो अब के तिनवटा मसिन भयो नि हुन्छ 3टा पालिसी लगाउने मम्मी 4 दिशा फाल्ने भन्थ्यो त 3 दिशा हो 3टा दिशा कता फाल्ने फेरि यहाँ राके पाके यहाँ भन्ने होला र राके पाके होगोल त बोगोल त भन्ने हो र खै त के भन्दैन त उता जाने कि यता यहाँ फेरि सबै घरै घर भएको हिसाबले यहाँ बडा गाह्रो पर्यो हामीलाई छिटो पानी डर्क्यो बजारले वा बजार यस्तो बजार छ बर्खा घरमा फालिदिनु भएन राके पाके होगोल तो पोगोल तो छेराउते पेराउते ल ल साउने सङ्क्रान्तिको मनाउने कार्यक्रम बढिया भयो यति नै हो हाम्रो कार्यक्रम फालेर सबै फालिसकेपछि त्यहाँ अब यताउति गरेको चिजहरू खानलाई अब राके बक्सा आउँछ है त्यो हिसाबले चाहिँ ढोका बन्द या यसो गरेपछि अर्जेन्टिनाले वर्ल्ड कप जित्छ के जित्छ त्यो भनेर है त राको पाको पछि चराइ पराइ कार्यक्रम है घरमा भात तरकारी सिप्चना भन्ने के लाउने
मासु झिङ्गा सेते रोटी अनि घुमाने रोटी सेल रोटी दाल होइन रक्सी पानी के हो नि दर देउतालाई चढाउने कार्यक्रममा यति गरेपछि अर्जेन्टिनाले वर्ल्ड कप कसो नजित्ला भन्ने हामीलाई लागेको छ है त के छ त हाम्रो आजको परिकार साउने सङ्क्रान्तिको झिनिया सेलरोटी चेप्टे रोटी तरकारी परिकार अनि यता पाक्दैछ चिच्ची है त साउन सराको यस्तो भयो नि हाम्रो साउने सङ्क्रान्ति त्यहाँ त्यहाँ त्यता के कस्तो भइरहेको छ यसो खबर गराउँ है धन्यवाद